कन्भर्सेसनल कुरामा चाहिँ जेन एआईलाई कसरी युज गर्न सकिन्छ। एलएलएमले नै यस्तो सेभरिटीको केसेसहरू अहिले भने ह्युमन ह्यान्ड अफको लागि टिकटहरू रेज गरिदिन्छ र यो टिकटहरू विभिन्न क्याटेगोरीको हुन्छ। आइदर रिफन्ड मागिरहेको छ कि कस्टमरले होइन। चार पाँचवटा मिलेर कतिवटा डेटा चाहिँ युआर जेनेरेटिङ एभ्री डे। तपाईँको आफ्नो एसएलएम गर्नुभयो भने तपाईँको आफ्नै पकेटको लागि कति सजिलो हुन्छ, यु क्यान जस्ट इमेजिन। सो कुनै खोलिराख्नु परेन भन्न खोजेको, द्याट इज स्मल ल्याङ्ग्वेज मोडल्स एन्ड द्याट इज वेयर लिन एआई इज इन एक्सन। हेलो एभ्रिवान, आज हामी काठमाडौँ युनिभर्सिटीले अर्गनाइज गरेको 3 डेजको एआई कन्क्लेभमा रहेका छौँ। यो एआई कन्क्लेभ 2026 चाहिँ काठमाडौँ युनिभर्सिटी अन्तर्गत रहेको चाहिँ एआई क्लबले अर्गनाइज गरेको हो। स्टुडेन्टहरूकै अग्रसरतामा गरिएको यो इभेन्टमा चाहिँ एक्सपर्ट्सहरूले डिफ्रेन्ट प्यानल सेसन्सहरू सञ्चालन गर्नुहुनेछ, त्यस्तै किनोट सेसन्सहरू पनि रहेका छन् र सँगसँगै थर्ड डेमा चाहिँ एकोस्टिक नाइटसँग चाहिँ ओभरअल इन्टरटेनमेन्टसँग यो एन्ड हुनेवाला छ। एकदमै राम्रो सहभागिता रहेको, डिफ्रेन्ट कलेजेसहरूबाट पनि यहाँनिर सहभागिता रहेको छ, नट जस्ट फर द काठमाडौँ युनिभर्सिटी स्टुडेन्ट्स। त्यही कारणले चाहिँ आज यो इभेन्टमा चाहिँ के कस्ता कुराहरू भइरहेका छन्, अडियन्सको रियाक्सन के कस्तो छ, अर्गनाइजिङ टिमले चाहिँ के सोचेर चाहिँ यो इभेन्ट अर्गनाइज गर्नुभयो र उहाँहरूको चाहिँ अरू 2 दिनको लागि चाहिँ एक्सपेक्टेसन्सहरू के रहेका छन् भनेर आज हामी उहाँहरूसँग पनि कुरा गर्नेछौँ। सो ढिला नगरी कन्क्लेभतर्फ लागौँ। जस्तै मेरो नाम घनश्याम घिमिरे, म काठमाडौँ युनिभर्सिटी आर्टिफिसियल इन्टेलिजेन्स क्लबको एक्जिक्युटिभ मेम्बर। हाम्रो क्लबले अहिले चाहिँ एआई कन्भर्जेन्स 25-26 भनेर कार्यक्रम अर्गनाइज गरिरहेको छौँ। यो चाहिँ हाम्रो डिसेम्बर 2025 देखि मार्च 2026 सम्मको प्रोग्रामहरूको सिरिज रहेको छ, जसमा हामीले एआई क्यानभस, एआई कन्क्लेभ र एआई क्रुसेड भनेर चाहिँ 3टा फेजमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छौँ। अहिले चाहिँ हाम्रो सेकेन्ड फेज चलिरहेको छ भनेको एआई कन्क्लेभ 26 भनेर हामीले गरिरहेको छौँ। त्यो चाहिँ जनवरी 12, 13 र 14 मा काठमाडौँ युनिभर्सिटीमा भइरहेको छ। हामीले यो 3टा फेज चाहिँ कसरी बाँडेको छौँ भन्दाखेरि हाम्रो एआई क्यानभसको फेजमा चाहिँ हामीले सिकाइको कुराहरू, वर्कसपको कुराहरू गर्छौँ। हामीले कन्क्लेभको फेजमा चाहिँ त्यसलाई डेमोन्स्ट्रेट गर्ने, रियल लाइफ एप्लिकेसन्सहरू बुझ्ने कार्यक्रमहरू छ भने हाम्रो क्रुसेडको फेजमा चाहिँ हामीले ह्याकाथनको युज गरेर चाहिँ त्यो कार्यक्रमबाट चाहिँ हामीले के गर्छौँ भन्दा इनोभेट गर्छौँ। सो यो 3टा फेजमा अहिले सेकेन्ड फेज चलिरहेको छ र आज सेकेन्ड फेजको डे 1 यानि कि हाम्रो नेसनल एआई समिट भनेर चाहिँ हामीले बस्टिङ द एलएलएम ओबेसिटी बबल भनेर हामीले एउटा टपिक राखेर त्यसमा प्यानल डिस्कसन गरेको छौँ। त्यसमा चाहिँ अहिले कमन मिसकन्सेप्सन चाहिँ एआई भनेको चाहिँ एलएलएम मात्र हो, च्याट जिपिटी, जेमिनाई मात्र हो, लार्ज ल्याङ्ग्वेज मोडल्स मात्र भनेर जुन मिसकन्सेप्सन छ त्यो बबललाई चाहिँ बर्स्ट गरौँ। एआई इज बियोन्ड द्याट, हरेक सेक्टरमा काम लाग्न सक्छ, यो बाहेकको अरू एप्लिकेसनहरू पनि छ भनेर चाहिँ हामीले यो नेसनल एआई समिट गरिरहेको छौँ। हाम्रो जनवरी 13 र 14 मा चाहिँ हाम्रो प्रोजेक्ट डेमोन्स्ट्रेसनको कुराहरू, एआई फर सोसाइटीको कुराहरू हामीले गर्छौँ। अनि त्यसपछि आएर यही कुराहरूलाई चाहिँ युज गरेर हामीले पछि एआई क्रुसेडको फेजमा चाहिँ हामीले ह्याकाथनमा चाहिँ इनोभेट गर्छौँ। र अर्को भनेको हाम्रो सी लिड इन टेक्नोलोजी भनेर पनि हाम्रो अर्को इभेन्ट आउँदैछ। त्यसमा चाहिँ वुमेन एम्पावरमेन्ट, वुमेन इन टेकको कुराहरू हामीले गर्छौँ र यसरी नै हामीहरूले यो प्रोग्रामहरू अर्गनाइज गरिरहेका छौँ। आज फर्स्ट डेको इभेन्टमा नेसनल एआई समिट भएको छ। यहाँनिर चाहिँ एकदमै इन्ट्रेस्टिङ टपिकमा चाहिँ डिस्कसन भएको छ, जसमा चाहिँ बर्स्टिङ द एलएलएम ओबेसिटी बबल भन्नेमा आज डिफ्रेन्ट एक्सपर्ट्सहरूले चाहिँ आफ्नो किनोट सेसन्सहरू प्रेजेन्ट गर्नुभएको छ। त्यही भएर सँगसँगै चाहिँ त्यहाँनिर डिफ्रेन्ट प्यानल सेसन्सहरू पनि रहेका थिए। इन्ट्रेस्टिङ कुराहरूमा चाहिँ आज हामीले इन्साइट्सहरू सुन्न पायौँ। सँगसँगै चाहिँ मेन इभेन्ट्सहरू यहाँ हेर्नु पर्दाखेरि थिमेटिक एक्सपर्ट टक्सहरू रहेका छन्। त्यस्तै गरेर अब तपाईँले चाहिँ प्यानल डिस्कसन्स बियोन्ड द प्रम्प्टमा पनि प्यानल सेसन्स रहेको छ र तपाईँले चाहिँ डिफ्रेन्ट नेटवर्किङ सेसन्सहरू पनि पाउन सक्नुहुनेछ। सो यो 3 डेजको इभेन्टमा चाहिँ एकदमै धेरै सिक्न पाइने चाहिँ यहाँनिरबाट हामीले एक्सपेक्ट गर्न सक्छौँ। हेलो एभ्रिवान, मेरो नाम कुसाग्र पौडेल हो अनि आई एम फ्रम द अर्गनाइजिङ कमिटी फर दिस एआई कन्क्लेभ, जुन चाहिँ यो 3 दिनको इभेन्ट जनवरी 12, 13 र 14 सम्म हुन गइरहेछ। अनि आई थिङ्क द मोटिभ फर अर्गनाइजिङ दिस काइन्ड अफ क्याम्पेन एन्ड इभेन्ट इज टु सो हाउ एआई रियली इम्प्याक्ट्स अन अ ग्लोबल स्केल। आजको फर्स्ट डेमा हाम्रो नेसनल एआई समिटमा एआईको इम्प्याक्टहरूमा डिस्कस हुन्छ बाई आवर चिफ गेस्ट अनि की नोट्सहरूमा यसमा डिस्कस हुन्छ। डे 2 मा इट्स गन बी लट्स अफ फन
there are going to be games, stalls, and day 3 it's going to be the closing ceremony and finally the acoustic night. Yeah, and that's the whole brief for the 3 days of AI Conclave. अहिलेसम्म अडियन्सको रियाक्सन कस्तो छ? Until now, the audience reaction has been kind of positive. There's not been any kind of lack on any infrastructure problem, though there were some frequent line cuts, but I think it's kind of positive kind of reaction to the audience as well. सो काठमाडौँ युनिभर्सिटीले चाहिँ हामीलाई ओभरअल सपोर्ट नै गरेको छ भनेर एउटा त्यो चाहिँ लाग्यो। So the last thing I would like to say is Kathmandu University has been giving their support to our AI club with wholeheartedly. कुनै पनि problem भयो भने Kathmandu University is the first one to solve it. And the organizing committee, which I have seen them work very hard, I'm kind of in awe to see how such scale of event is organized. So yes. So you can also add, like, if you were not present today, then you can come in the next 2 days. So even though if you are not present today on the day 1 of AI Conclave, I request you to come to the day 2 and day 3, because day 1 is not the end. There are going to be lots of events and fun and games so far. No hanging fruit, easy मान्छेले बुझ्न सक्ने एउटा एक्जाम्पलको रूपमा हेर्दाखेरि चाहिँ कन्भर्सेसनल कुरामा चाहिँ जेनी आएर कसरी युज गर्न सकिन्छ। एलएलएमले नै यस्तो सेभिरिटीको केसेसहरू आइदियो भने ह्युमन ह्यान्ड अफको लागि टिकटहरू रेज गरिदिन्छ र यो टिकटहरू विभिन्न क्याटेगोरीको हुन्छ। आइदर रिफन्ड मागिरहेको छ कि कस्टमरले, होइन? चार पाँचवटा मिलेर कतिवटा डेटा चाहिँ युआर जेनेरेटिङ एभ्री डे। तपाईँको आफ्नो एसएलएम गर्नुभयो भने तपाईँको आफ्नै पकेटको लागि कति सजिलो हुन्छ, यु क्यान जस्ट इमेजिन। सो कुनै खोलिराख्नु परेन भन्न खोजेको, द्याट इज स्मल ल्याङ्ग्वेज मोडल्स एन्ड द्याट इज वेयर लिन एआई इज इन एक्सन। सो अब नेपालको अपर्च्युनिटी छोड्न मिलेन, अघि मेरो साथीले त्यस्तो भनेर जानुभएको थियो। सो नेपालको अपर्च्युनिटीमा गभर्मेन्टका केही पोलिसिजहरूमा डिफाइन हुन थालेको छ। There are lots of things that are happening. Ministries पनि robotics, AI, automations they have interest अलि बढी देखिएको छ। But from my perspective in Nepal AI is one of the prominent prominences मा देख्न सकिन्छ। Robotics in terms of early warning detection systems मा, त्यसपछि चाहिँ drone based medical देखि लिएर food packet supply सम्ममा visibilityहरूको कुराहरूमा vision भइहाल्यो। So low resource AI को कुराहरूमा we have a scope, we can do a lot of things. That's what I believe. So my final message is the future of AI belongs to the fittest ideas, not the fattest models. Fittest ideas versus fattest models, elegant design, efficient execution, real world impact, sustainable scale versus massive parameter, endless compute, diminishing returns, unsustainable cost. The choice we make, AI is not obvious by necessity, it's obvious by choice, and choice can change, and that goes to the fitness of the AI model. Hi everyone, मेरो नाम चाहिँ लिजा पराजुली। म चाहिँ अहिले काठमाडौँ युनिभर्सिटीमा चाहिँ AI कन्क्लेभको बारेमा बुझ्न आइरहेको छु। रिप्रेजेन्टिङ युटेक कलेजबाट आएको म चाहिँ। अनि यहाँ चाहिँ हामीलाई चाहिँ अहिले चाहिँ एआईको बारेमा के कस्तो हुन्छ, कसरी हुन्छ, एआईले हाम्रो यहाँ अहिले जसरी इम्प्याक्ट पाइरह रियल वर्ल्डमा, त्यसलाई बुझ्नलाई र हामीलाई सिकाउनलाई पनि यहाँ ल्याएर अनि हेल्प गरिरहनु भएको यहाँ काठमाडौँ युनिभर्सिटीहरुकोले। थ्यांक यू। यस्तो खालको इभेन्टहरु चाहिँ भइराख्नुपर्छ जस्तो लाग्छ। हजुर, मलाई चाहिँ लाग्छ कि यो हुनुपर्छ, किनकि युजुअली हामी स्टुडेन्टहरु हुनुपर्छ। मेरो आवाज आउँदैन नि त, सो तपाई नै पुरै लाइन यस्तो खालको इभेन्टहरु चाहिँ हुनुपर्छ। यस्तो खालको इभेन्ट चाहिँ भइराख्नुपर्छ। फेरि भन्नु स्टार्टिङबाट हैन, यो वाला लाइन, यो लाइन। यस्तो खालको इभेन्ट चाहिँ भइराख्नुपर्छ, किनकि हामीले अब स्टुडेन्टहरुलाई एज अ स्टुडेन्ट पनि यसले हामीलाई हेल्प गरिरहेछ स्टडीजमा। अनि त्यसपछि यसले चाहिँ हामीलाई बेटर अब हुन्छ नि रियल लाइफमा पनि हामीले कसरी के गर्न सकिन्छ भनेर सिकाइरहेको छ। सो आई फिल लाइक यस्तो इभेन्टहरु हुनुपर्छ र हामी पनि पार्टिसिपेट गरिरहनुपर्छ। थ्यांक यू। वेलकम। आफ्नो नाम भन्नुभयो है? हजुर। Hello, myself Prakriti Ranjitkar. Sorry.
Hello, myself Prakriti Ranjitkar, working as a volunteer in AI Conclave 2025-26. अनि आज चाहिँ डे 1 थियो जुनमा चाहिँ AI समिटमा keynote sessions and panel discussions from experts थियो. And day 2 र day 3 मा चाहिँ you'll get to experience project demonstration. So day 1 मिस भए पनि हजुरहरूले चाहिँ day 2 र day 3 चाहिँ still join गर्न सक्नुहुन्छ. अनि also तपाईहरुले चाहिँ day 3 मा चाहिँ एकदमै acoustic night encounter पनि गर्न सक्नुहुन्छ. आज फर्स्ट डेको एआई समिटमा हामीले एकदमै इन्ट्रेस्टिङ किनोट सेसन्सहरू सुन्यौँ, त्यसै गरेर एकदमै राम्रो प्यानल सेसन्सहरू पनि देख्न पायौँ। सँगसँगै अब 2 दिनको इभेन्ट अझै पनि बाँकी छ। तपाईहरु आज फर्स्ट डे आउन पाउनु भएन भने चाहिँ डे 2 र डे 3 मा चाहिँ पक्कै पनि जोइन गर्नु होला।